हेलो साथीहरू, आज चाहिँ म सिस्नुको दाल बनाउन जाँदैछु। र अहिले चाहिँ इजरायलमा सिजन हो, प्रशस्त मात्रामा सिस्नो जताततै पाइन्छ होइन। अनि यो सिस्नोलाई चाहिँ मैले बिहानै मर्निङ वक जाँदाखेरि टिपेर ल्याएर आँटा लगाएर मजाले केलाइ कुलाइ गरेर धुई पखाली गरेँ। अनि एउटा कुकरमा आधी बोतलभन्दा अलिक बेसी पानी राखेर त्यसमा 2 चम्चा चामलको पिठो राखिदिएँ अनि 1 चम्चा नुन राखिदिएर मजाले उमालेर उम्लेपछि सिस्नोलाई राखिदिएँ। सिस्नो खानु चाहिँ हाम्रो लागि एकदमै फाइदा हुन्छ होइन। क्याल्सियम प्रशस्त मात्रामा पाउँछौँ हामीले यसमा। अनि प्रेसरहरू पनि राम्रो हुन्छ, प्रेसरको बिरामीहरूको लागि पनि एकदमै राम्रो हो। अनि सिस्नोलाई मैले 2 सिटी लगाएँ किनभने पकाउँदै काम गर्दै गर्नुपर्ने हुन्छ। अनि लसुन कुटे एउटा डल्ले खुर्सानी पनि राखेर मजाले मिक्स गरेँ